यो हाम्रो स्टाफ रुम अनि यो हाम्रो बाथरुम भने पनि यो अनि प्लस नुहाउने पनि यो हो भने आज यिनी सबैलाई म क्यामेरामा कैद गरेर यहाँ म आज मुम्बईबाट निस्किँदैछु। मेरो ब्याग पनि रेडी भइसकेको छ अनि साथीले पनि हल्का फुल्का मलाई पकेट खर्च दिइसकेको छ भने अब म यहाँबाट कहाँ हुन्छ मेरो अन्तै गन्तव्य भन्छ नि त्यही भेटौँला। बाई। ल अब रुमबाट पनि लाग्यो। ठ्याक्कै 1 महिना यो रुममा बसियो भने चापी लक। अब यो रुमलाई लक गरेर अनि साथीलाई चापी दिएर छोरा जानु। अब म भरे हाइवेमा आइसकेको भने अब हाइवेको कति बेला जाम खुल्छ बस पाइनु थाहा छैन तर हाइवेमा लास्ट वाइल नै भिड छ क्या। पब्लिक यति चाहिँ पुरै छोडेको वाइल पब्लिक। अनि तल बाटो माथि बाटो हुँदैछ हो कि अब म पनि पुग्दैछु रेलवे स्टेसन। अब केही दिनको लागि मेरो एउटा टिकट काटिन्छ हो कि अब फेरि म अघि बढ्दै। मलाई अब बाटो काट्न रिक्स लाग्ने हो कि अनि त्यो भएर अनि म माथिको ब्रिजबाट हिँड्दैछु किनभने राम्रै कुनै गाडी आएर हानिदिएपछि इन्डियामा पपुलेसन बहुत छ नि त अनि गाडी घोडा पनि बहुत छ तर म आफ्नो सेफ्टी आफै अपनाएर हो। यो हाम्रो हाइवे हाम्रो इन्डियामा फेरि सदा ठुलो नोट हुन्छ 500 को नोट रहेछ क्या। 500 को नोटले यहाँ फेरि चेन्जै नमिल्ने क्या। अलि दोकानहरूमा पाउनु अलिकति गाह्रो नै पर्ने। अनि म यहाँ अब दुध खाइरहेको छु एउटा। गाईको दुध हान्नुपर्छ नि। अनि मेरो साइडमा भरि रेलवे स्टेसन छ। अब म त्यहाँ गएर टिकट काट्छु। मलाई अब साइडको दाइले मलाई एड्रेस भनिसक्यो भने अब म टिकट काट्नलाई निस्किहालेँ। टिकट काउन्टर कहाँ छ? मेरो अब टिकट पनि आइसक्यो भने साइनको लागि अब म यहाँबाट साइनको लागि निस्किँदैछु। अब फेरि रेलवे स्टेसनमा पुग्यो है। मेरो ट्रेन अहिले आएको छैन भने अब एकछिनमा आउँछ। अब आउँछ एकछिनमा। म वेटिङमा छु यहाँ। यस्तो छ यहाँको सिन। अब हामीहरू भेट डाइरेक्ट ट्रेनमा हुन्छ। ट्रेनमा अब मेरो ट्रेन आयो गाइस। अब छोरा अब सुत्दै जान्छ धारावी। हाम्रो भेट्दै हुन्छ। अब एकछिनमा निस्किन्छ। मलाई अब छोडेर ट्रेन पनि गइसक्यो है। अब म यहाँ आफ्नो गन्तव्य पक्ड्नु छु। छोड्यो है। ल अब म साइनमा धरेर अब धारावीतिर जानेछु हो कि अब धारावी हाम्रो आएपछि हामी हेर्नेछौँ। यो गरी अहिले हाम्रो धारावी जाने बाटोको सिन मुम्बईको धारावी भन्छन् नि त्यहाँ अब यसो भिजिट हानेर त्यसपछि मुम्बई भिजिट हानेर मुम्बईलाई बाई बाई भनेर हामी यहाँ निस्किनेछौँ। म आइसकेँ धारावी 90 फिट रोडमा हो भने अब यहाँबाट म फेरि बढिरहेको हो। यो हाम्रो धारावी 90 फिट रोड फिलहाल अहिले घुमिसक्यो। अब यहाँबाट म धेरै बेर मलाई यहाँ बस्नु छैन क्या किनकि यहाँको माहौल अलिकति खत्तमै छ अरे क्या। यहाँबाट फर्किरह है। ल अब म ट्याक्कै यहाँबाट पनि धारावी घुमियो। अब यहाँबाट म फर्किरह। अब त्यसपछि हाम्रो रेलमा चढेर मुम्बई
मुम्बई स्टेसनमा झरिन्छ। त्यसपछि अनि मेरो कहाँ हुन्छ के हुन्छ हामी अपडेट भइरहेको छौँ हो कि त्यस्तो ट्रेन अब हिँड्दै हो अझै पनि गन्तव्यमा पुगेको छैन। यो धारावी घुमेर अब निस्किँदै म यहाँ अब भित्र चढ्न पाइन्छ थाहा भएन। अब फेरि मेरो हातमा आइसक्यो मुम्बईको टिकट है। अब हामी डाइरेक्ट कोची मिल्नेछ। अब म झर्ने बेला पनि आइसक्यो हो कि अब म झरिरहेको रेलबाट झरियो। यो मुम्बई स्टेसनको यस्तो बवाल सुन्न एउटा बर्बादीमा बवाल खतरा सेम। अब म यहाँबाट हिँडिरहेको यता मैले बस पनि पाइसकेँ किन बसभित्र अब जानु पऱ्यो। सायद के हुने थाहा छैन। गेट अफ इन्डिया सेशन कोड हाय कोड बाहेर पाठवायचे। गेट अफ इन्डिया कितना रुपये? बोला त्या स्टॉपला पाठवायचा। 12 रुपये का ल बस पनि पाइसक्यो भने फिलहाल बस्नु गर्दा भइसक्यो नि। अब हामी एकछिनपछि अगाडिको सिनहरू छ। ल अब म बोटमा गइरहेको है। बोटको टिकट 300 रुपियाँ। जहाजमा बस्नलाई रेडी हुँदै हो। अब डाक्क जहाजमा बस्नुहुन्छ। बैग में क्या है? कुछ नहीं है। तो आवाज क्यों किया? चेक कर लीजिए सर। फोन है। ठीक है जाओ। और जहाज भित्र चढिरहेको केटा भित्र छिरिन्छ मस्तले। ब्यागमा के छ भन्दै केटा मामा मामा नासिक अब एकछिनमा आउँछ बोर्ड है। बोर्ड हाम्रो बोर्ड आउँदैछ। बोर्ड बस्यो बोर्डमा। ताजमा काम गर्ने गरेर अब मर्निङ ड्राइभ
चल के पहुंच जाता। हाँ अरे मालूम नहीं। This is Mumbai bye. निस्किने काम हुँदैछ। अब घर फर्किने बेलाको अवस्था हो भने कस्तो छ भने ट्रेनमा त आउनुको बेला हो तर ट्रेनमा यस्तो प्याक म त फेरि राजा हुनु त राजाले पनि ट्याक्क सिट पाएर पनि अरू मान्छेहरूले को भइरहेछ यहाँ सिट नपाएर पुरा सुतिरहेछन् यतातिर पनि सुतिरहेछन्। ब्याक क्यामेरा गर्छु ब्याक क्यामेरा परदेशी जिन्दगी यस्तै छ सब यताउति सब फुटिरहेका छन्। अनि फिलहाल म सरकारलाई के भन्न चाहन्छु भारत सरकारलाई जस्तो जे भए पनि प्यासेन्जरहरूलाई सुविधा चाहिन्छ सुविधा। तारा मैले रियलमा देखेको घटना है यो कसले देखेछ भन्नु होला त। पारा म ट्रेनमा पनि बसिसकेको छु। अब सानो सफरमा आज दाइ पनि हुँदैन वो दाइ पनि दिल्ली जाने म खाना नहीं लेके आएगा किसी से लेना नहीं ठीक है। बस बिग्रियो जस्तै यहाँ ट्रेन बिग्रियो है जाम छ जाम अप्पै पारामा जाम छ। नयाँ अपडेट निस्किने टाइम भयो लेखेर मेरो झर्ने बेला भइसक्यो कडा हो भने एउटा म झरेर हो ट्रेनबाट। अब अङ्कल चाहिँ एक मिनट अङ्कल चाहिँ एक मिनट गाइस अब म मथुरा स्टेसनमा त झरिहालेको नि यहाँबाट कहाँ जाने भन्ने कुरा एकछिनमा मेरो निर्णय हुन्छ। अब यहाँबाट गाडी मिल्छ कि मिल्दैन थाहा छैन यार। अब एकछिनमा जान्छु यहाँबाट झर्न त झरिहाल्यो ट्रेनबाट म डाक्क लाएर अनि तल ठाउँमा मथुराको बस लाग्ने ठाउँतिर पनि आइसकेँ म पनि। अब फिलहाल अब म बसतिर नै जान्ला हो। जाडो पनि वाइल्ड छ यहाँ लास्ट बढेको जाडो पानीको पनि प्रचार हुँदैछ जाँदै बसतिर अनि हाम्रो बसभरि त्यो हो क्या यो वाला हाम्रो बस हो यो वाला बिचको वाला भित्र गएर मस्त पल्टिदिनुपर्छ पारा पछि पर्छ हामी। अब गाडी हिँड्न लाग्यो गाडी त्यो अब गाडी हिँड्न लाग्यो गाडी त्यो डाक चलाएर हुँदैछ गाडी।